नमस्कार दर्शक तथा श्रोताहरू, आज पनि म विश्व प्रसिद्ध कथाहरू लिएर आउने क्रममा टर्कीको एउटा कथा लिएर आएको छु र यो कथाको शीर्षक छ अद्भुत राजकुमारी। धेरै पुरानो कुरा हो। इरानका बादशाहका 3 सुन्दर राजकुमारी थिए। तिनै राजकुमारी बादशाहका लागि प्राणभन्दा प्रिय थिए। तिनै राजकुमारी विवाह योग्य भएका थिए। त्यो बेलाको प्रथा अनुसार बादशाहले तिनै राजकुमारीलाई आफ्नोमा बोलाए र उनीहरूको हातमा एक तीर र धनुष दिएर तीर छोड्न भने र साथै बताए जसको तीर जहाँ खस्नेछ उसको विवाह त्यही स्थानमा गरिनेछ। तिनै राजकुमारीले एकसाथ तीर छोडे। जेठीको तीर मन्त्रीको घरमा पुग्यो, यसैले उनको विवाह मन्त्रीका छोरासँग भयो। माइली राजकुमारीको तीर ठुला व्यापारीको महलमा खस्यो र उनको विवाह व्यापारीका छोरासँग भयो। तर कान्छी राजकुमारीको तीर जंगलमा एउटा दाउरेको झुपडीमा गएर खस्यो। बादशाह चिन्तित भए। आफ्नै प्यारी छोरीको विवाह दाउरेको छोरासँग कसरी गर्नु? उनले राजकुमारीलाई फेरि तीर चलाउन भने, तर उनी तयार भएनन्। उनी आफ्नो पहिलो फैसलामा दृढ रहिन्। हारेर बादशाहले उनको विवाह दाउरेको छोरासँग गर्नु पर्यो। राजकुमारी राजी खुसी राजमहल छोडेर दाउरेको झुपडीमा बस्न गइन्। उनलाई आफूमाथि पूरा भरोसा थियो। दाउरे असमञ्जसमा थियो। राजसी ठाँटबाँटमा हुर्केकी राजकुमारी उनको झुपडीमा कसरी बस्न सक्छिन्? तर राजकुमारी हाँसी खुसी बस्न थालिन्। पति पत्नीले दिनभर मिलेर झुपडी सफा गरे, फूलले सजाए अनि राजकुमारीले खाना पकाइन् र आफ्नै हातले पतिलाई खुवाइन्। दाउरे जंगलमा दाउरा ल्याउन जान थाल्यो। राजकुमारी पनि उनको साथै जान थालिन्। यसरी दुवै दिनभर मजदुरी गर्थे र राति आएर आरामले सुत्थे। बिस्तारै दिन बितिरहेका थिए। केही दिनपछि राजकुमारीले एउटी छोरी जन्माइन्। जाडोको मौसम थियो। सानी बच्चीलाई लगाउन न्याना लुगा समेत थिएनन्। गरिब आमा बुबाले लुगा कहाँबाट ल्याउनु? एक दिन धेरै हिउँ पर्यो। बाहिर भयंकर चिसो हावा चल्न थाल्यो। यसैले राजकुमारी काममा गइनन्। उनी बच्चीको हेरविचार गर्न घरैमा बसिन्। दिउँसोको समय थियो। राजकुमारी बच्ची काखमा लिएर बसेकी थिइन्। बच्ची जाडोले कामिरहेकी थिइन्। चिसो हुनाको कारण उनको ओठ निलो भएको थियो। तर अद्भुत घटना भयो। झुपडीको चारैतिर तीव्र प्रकाश फैलियो। त्यो प्रकाशबाट 3 कन्या निस्किए। ती तिनै झुपडीको ढोकामा आएर उभिए। उनीहरूले हातले इसारा गरे। हेर्दा हेर्दै झुपडी सुन्दर घरमा बदलियो। टुटे फुटेका खाटको ठाउँमा गद्दा भएका पलङ थिए। राजकुमारी आश्चर्य मान्दै यी कन्यालाई हेर्न थालिन्। उनी केही भन्न चाहन्थिन्, तर ती 3 कन्या उनको पलङ छेउमा आए। तिनैले बच्चीलाई एक वरदान दिए र आँखाबाट ओझेल भए। ती कन्याका वरदान पाएर बच्चीमा अद्भुत गुण उत्पन्न भयो। अब उनी रुँडा उनको आँखाबाट आँसुको सातो मोती झर्न थाले। उनी हाँस्दा गुलाबका फूल फुल्थे। जब उनी हिँड्थिन् तब उनका खुट्टाको स्पर्शले छातीमा हरियो घाँस उम्रन्थ्यो। जब उनी हिँड्थिन् तब उनका खुट्टाको स्पर्शले धरतीमा हरियो घाँस उम्रन्थ्यो। राजकुमारीले उनको नाम वरदानी राखिन्। साँझमा जब राजकुमारीका पति फर्केर आए तब त्यहाँ घर देखेर आश्चर्यमा परे। यो सबै के हो? कतै मैले बाटो त भुलिन? उनले जोडसँग भने। होइन, तपाईले बाटो भुल्नु भएको छैन, राजकुमारीले भित्रैबाट भनिन्। भित्र आएर राजकुमारीका पति एउटा गद्दा भएको पलङमा बसे। पछि राजकुमारीले उनलाई सबै कुरा बताइन्। ओहो, साँच्चै यो त कमाल नै भयो। उनी खुसीले कराउन थाले। समय बित्दै गयो। अब वरदानी ठुली हुन थालेकी थिइन्। वरदानीलाई देखेर आमा बाबु धेरै खुसी भएका थिए। उनीहरूलाई विश्वास थियो एक न एक दिन वरदानी अवश्य कुनै राजमहलकी रानी बन्ने छिन्। उनी यस्तै थिइन् पनि। उनको गुणको चर्चा टाढा टाढासम्म फैलिन थाल्यो। हुँदा हुँदै यो कुरा एक बादशाहको कानमा पनि पुग्यो। बादशाहले सोचे, अब म वरदानीलाई बुहारी बनाउने छु। यस्तो सोचेर बादशाहले राजकुमारलाई बोलाए।
राजकुमार पहिलेदेखि नै तयार थिए। राजकुमार विवाहको सन्देश लिएर वरदानी समक्ष गए। महलकी एक चतुर बुढिया पनि राजकुमारसँगै गइन्। राजकुमारले बादशाहको सन्देश वरदानीका आमा बाबुलाई सुनाए। उनले खुसी भएर बादशाहको प्रस्ताव माने। बुढिया वरदानीकोमा गइन्। उनी उससँग मिठो मिठो कुरा गर्न थालिन्, तर वरदानीको सुन्दरता देखेर उनी जलिन्। बुढिया चाहन्थिन् उनकी आफ्नी छोरी रानी बनुन्। विवाहको तिथि निश्चित गरेर राजकुमार र बुढी फर्केर आए। विवाहको तयारी हुन थाल्यो। निश्चित दिनपछि बादशाहले वररानीलाई ल्याउन बुढियालाई पठाए। बुढियाले 2वटा डोली तयार पारिन्। उनले एउटा पालकीमा आफ्नी छोरीलाई दुलहीका लुगा लगाएर बसाइदिइन्। त्यही डोलीमा केटीको एउटा ठुलो सन्दुक पनि राखिदिइन्। दोस्रोमा बुढिया आफै बसिन्। दोलेले डोली उठाएर लगे। बुढियाले दोलेलाई पैसा दिएर आफ्नो पक्षमा पारिन्। आखिरमा उनीहरू वरदानीका घरमा पुगे। डोली देखेर वरदानीका आमा बुबा धेरै खुसी भए। उनीहरूले उनलाई खुसीसाथ बिदा गरे। जाँदा जाँदै उनीहरू धेरै पर पुगे। अगाडि एउटा घना जङ्गल थियो। जङ्गल नजिक पुगेर एकाएक डोली रोकियो। बुढिया डोलीबाट ओर्लिन्। उनको हातमा डोरी थियो। उनले वरदानीलाई डोलीबाट बाहिर ओह्रालिन्। वरदानी कराइन्, तर बुढियाले उनको कुरा सुनिनन्। उनले डोलीको सहायताले वरदानीको हातखुट्टा बाँडिदिइन्। हातखुट्टा बाँडेर सन्दुकभित्र बन्द गरिन्। त्यो सन्दुक बोकेर जङ्गलमा फ्याँकिदिइन्। बुढीकी छोरी दुलहीको डोलीमा बसिन्। डोली राजमहल पुग्यो। बादशाहले नयाँ दुलहीको स्वागत गरे। साँझमा शुभ मुहुर्तमा राजकुमारको विवाह सम्पन्न भयो। दोस्रो दिन राजकुमार नयाँ दुलहीलाई भेट्न गए। राजकुमार सोचिरहेका थिए वरदानी आफ्ना आमा बाबुको सम्झनामा अवश्य रोइरहेकी होलिन्। उनका आँखाबाट मोती खसिरहेका होलान्। यति बेला त उनको चारैतिर मोतीको थुप्रो लागिसक्यो होला। राजकुमार यही सोच्दै वरदानी भएको ठाउँमा पुगे। तर यहाँ न मोती थियो, न यहाँ मोतीको थोप्रो थियो, न फुलेको फुलको गुच्छा। राजकुमारलाई आश्चर्य लाग्यो। उनी सोच्न थाले, के यो सबै झुटो थियो? को हौ तिमी? राजकुमार चिच्याए। चलाक बुढीले यो सबै देखिरहेकी थिइन्। उनी तुरुन्त राजकुमारको छेउमा आइन् र हाँस्दै बोलिन्, राजकुमार उत्तेजित नहुनुहोस्। यिनी वरदानी नै हुन्, तिम्री पत्नी। यिनीसँग तिमीले राम्रो व्यवहार गर्नुपर्छ। असलमा यिनीबाट एउटा भुल भएको छ। राजमहल आउँदा यिनले वनकन्याको पूजा गरिनन्। यसैले वनकन्याले यिनलाई श्राप दिएका छन्। 1 वर्षसम्म यिनी साधारण राजकुमारी हुनेछिन्। त्यसपछि फेरि आफ्नो असली रूपमा आउनेछिन्। यस्तो कुरा सुनेर राजकुमार चुप भए। यता वरदानीको हालत खराब भएको थियो। सन्दुकमा बन्द भएका कारण उनको सास रोकिन थाल्यो। उनी सन्दुकभित्रैबाट कराउन थालिन्। धेरै बेरसम्म कराउँदै रहिन्। तब त्यहाँ एउटा यात्री आयो। उसले यो आवाज सुन्यो। ऊ नजिक आयो। उसले सन्दुक खोल्यो। सन्दुकभित्र यति सुन्दर केटी देखेर अचम्म लाग्यो। त्यहाँ बसेर वरदानी रोइरहेकी थिइन्। उनी रुँदा सन्दुकमा मोतीको थुप्रो लागेको थियो। यति धेरै मोती देखेर यात्री हेरेको हेरै भयो। यात्रीले वरदानीलाई पानी पिलायो। वरदानीले आफ्नो सबै कथा सुनाई। यात्री बुढो मानिस थियो। उसका आफ्ना कोही सन्तान थिएनन्। यसैले वरदानीलाई उसले आफ्नो घरमा लिएर गयो। बुढो धेरै गरिब थियो, तर ती मोती बेचेर उसले धेरै धन कमायो। दुवै सुखपूर्वक बस्न थाले। एक दिन उनले वरदानीका लागि सुन्दर लुगा ल्याइदियो। लुगा देखेर वरदानी हाँस्न थालिन्। उनी हाँस्दा चारैतिर फूल फुल्न थाले। बुढाले फेरि बुझ्न सकेनन्। तब वरदानीले भनिन्, बाबा के गर्नुभएको? जानुहोस्, यी फूल राजमहलमा बेचेर आउनुहोस्। वरदानीको कुराले बुढाको मन छोयो। उनी फूलका गुच्छा सुन्दर ढङ्गले सजाएर राजमहलमा गए। उनी कराई कराई फूल बेच्न थाले। यसै बेला राजकुमार शिकारबाट फर्किरहेका थिए। उनले अद्भुत राता गुलाब देखेर यो मौसम गुलाबको थिएन। राजकुमारले बुढाको
राजकुमारले बुढाले मागे जति दाम दिएर सबै गुलाबका फुल किने। बुढा हिँड्न लागे तब राजकुमारले भने, बाबा भोलि पनि लिएर आउनु है। दोस्रो दिन बुढा फेरि गुलाब लिएर राजमहल पुगे। राजकुमार बुढाको प्रतीक्षा गरिरहेका थिए। उनले बुढालाई राजमहलमा लिएर आए। उनले सोधे, बाबा यो मौसममा यति राम्रा गुलाब कुन बगैँचामा फुल्छन्? बगैँचामा होइन सरकार भन्दा भन्दै बुढा चुप लागे। बगैँचामा नभए अन्त कहाँ त? राजकुमारले आश्चर्य मान्दै बुढातिर हेरे। बुढाले आफ्नो कुरा लुकाउन सकेनन्। उनले वरदानीको सबै कथा राजकुमारलाई सुनाए। सुनेपछि सारा रहस्य खुल्यो। बादशाहले तुरुन्त बुढिया र नक्कली स्वास्नीलाई जेलमा हालिदिए। राजकुमार आफै घोडामा चढेर वरदानी भएको ठाउँमा गए र उनलाई आदरका साथ महलमा लिएर आए। वरदानी आएपछि महलमा सहनाई बज्यो। शुभ मुहुर्तमा उनीहरू दुवैको विवाह भयो। एक दिन वरदानी कुनै कारणले मरी हाँस्न थालिन्। यति हाँसिन् कि सारा राजमहल गुलाबको सुगन्धले गम्कियो। राजकुमारले आफ्नी प्यारी श्रीमतीलाई अँगालो हाले। अब दुवैका दिन हाँसी खुसी बित्न थाले।